गुराँस फुल्नु थालिसक्यो हाम्रोतिर। यस्तो बबाल फुलेको छ। ल हेर्नु सक्नुहुन्छ हैन। त्यसो हाम्रो झनी डाँडाको हालत। सो हेलो नमस्कार सबैजनालाई, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा स्वागत छ। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि झनी डाँडातिर जाँदैछु। हाम्रो झनी डाँडा जाने बाटो यस्तो छ। यहाँ तलदेखि टर्निङ घुमिरहेको छ। यहाँ तल सुरु टर्निङ हो, त्यसपछि यो दोस्रो टर्निङ, अनि डाइरेक्टली झनी डाँडाको मुनि बाटो पुग्छ। यहाँदेखि यसरी हैन, पुरा भिडियो हेरेर साथ दिनु होला। म चाहिँ झनी डाँडातिर जाँदैछु हैन। यहाँ माथि यस्तो दामी लाली गुराँसहरू फुल्न थालिसकेको छ, हेर्नु सक्नुहुन्छ। म यस्तै फुलेको छ कि छैन भनेर घुम्न निस्किरहेको छु आज चाहिँ। अनि यहाँ पर पनि रहेछ कि, यहाँ यस्तो दामी फुलेको रहेछ गाईचरी। यो रुखले अलिक छेल्दैछ, यहाँ रातो देखिँदैछ। ठ्याक्कै दोस्रो टर्निङमै लाली गुराँस गाईचहरू फुलेको हेर्नु सक्नुहुन्छ। म लागे बोटतिर हैन, गाईचहरू लाली गुराँस फुल्नु थालिसक्यो हाम्रोतिर। यस्तो बबाल फुलेको छ। ल हेर्नु सक्नुहुन्छ हैन। यस्तो दामी फुलेको छ नि त हौ लाली गुराँस त। यस्तो छ है हाम्रो लाली गुराँस। अनि धेरैले चाहिँ थाहा नहुन सक्छ यो लाली गुराँस कहाँ फुलेको रहेछ भनेर। यहाँ तल चाहिँ यो हाम्रो झनी डाँडा जाने बाटो हैन। यो पहिलो टर्निङ भनौँ न, पहिलो टर्निङ। अनि यता माथि यहाँ चाहिँ दोस्रो टर्निङ छ। ठ्याक्कै यो दोस्रो टर्निङ चाहिँ यहाँ हो। हौ त्यहाँदेखि यता बाटो छ, छट्टै यहीँ छ यो टर्निङकै छेउमा। दामी फुलेको छ। अनि यहाँ पर पनि फुल्नु चाहिँ फुलेको छ हैन। अलिक देखिँदैन कि क्या हो, यहाँ परको त परतिर अलिअलि देखिरहेको छ रातो। ल गाईचहरू, म चाहिँ अनि लाली गुराँसको बोटमाथि छु हैन, बवाल तरिकाले। तपाईँहरू पनि आउनु सक्नुहुन्छ झनी डाँडातिर। लाली गुराँस फुल्नु थालिसकेको छ, घुम्नलाई आउनु होला। यस्तो दामी देखिन्छ नि त। एउटा स्टार्टिङमै यस्तो दामी फुलिसकेको छ। मासतिर जुन यस्तो बबाल लाली गुराँस फुल्नु थालिसकेको छ। गाईचहरू आउनु सक्नुहुन्छ हैन। लाली गुराँस हेर्नुलाई तपाईँहरू पनि आउनु सक्नुहुन्छ। झनी डाँडातिर घुम्नु पनि हुन्छ। अनि लाली गुराँस पनि दामी फुलेको छ, हेर्नुलाई पनि आउनु सक्नुहुन्छ है। हो धरानदेखि लगभग कति किलोमिटर भन्दाखेरि 12-13 किलोमिटर त हो धरानदेखि। एक डेढ घन्टामा आइपुग्नुहुन्छ गाईचहरू। आउनु पर्यो हाम्रो गाउँतिर लाली गुराँस हेर्नुलाई। अनि झनी डाँडा पनि घुम्नुलाई डबल हुन्छ कि। झनी डाँडा पनि घुम्ने मौका पायो, लाली गुराँस पनि हेर्ने मौका पायो हैन। यस्तै छ। झरे ल एउटा चाहिँ फुल टिपिरहेको छु मैले, धेरै चाहिँ टिप्नु हुँदैन नि त, त्यही भएर एउटा चाहिँ टिपेको छु। ल यहाँ पर एक बोट छ, यस्तो दामी फुलेको छ। यो पनि हेर्नु सक्नुहुन्छ गाईचहरू, यस्तो बवाल। अनि यहाँ तल चाहिँ अघि नै भने मैले, हाम्रो झनी डाँडा जाने बाटो यस्तो छ। हाम्रो झनी डाँडा जाने बाटोको हालत हैन, मैले घरिघरि देखाइरहेको हुन्छु। यस्तै छ। अहिलेसम्म चाहिँ गाडी चलि नै रहेको छ भन्नुपर्छ हैन। यता तलतिर हेर्नु सक्नुहुन्छ। यस्तो छ। अलिक के पारा घाम लागिरहेको छ, त्यही भएर टाढो चाहिँ देखिरहेको छैन। नजिक मात्रै देखिरहेको छ गाईचहरू। ल हेर्नु है, नजरा हान्दिम गाईचहरू, नजरा यस्तो छ। घाम लागेर फेरि त्यस्तै भइदिरहेको छ है आजको दिन चाहिँ। थाकियो उकालोमा हिँड्दै। यो एरियामा चाहिँ अलिक बाटो अब्बर साँघुरो भयो के, फेरि यस्तो डेन्जर छ गाईझरी। फेरि यस्तो कुनौटो परेको छ नि त, त्यहाँ तलदेखि यसरी आउँदाखेरि यस्तो कुनौटो परेको छ। त्यो तलतिर हेर्नु सक्नुहुन्छ फेरि। अनि यहाँ चाहिँ फेरि यस्तो बालुवा खनिरहेको हुन्छ। बाटै पुरै साँघुरो भइसकेको छ कि यहाँ चाहिँ। यस्तो सानो छ हैन, यता पनि पुरै झरेको छ। बिजोग छ यो ठाउँतिर चाहिँ अलिक बिजोग छ गाईचहरू हैन, हेर्नु सक्नुहुन्छ।
यस्तो साँघुरो भइसकेको छ कि बाटो यहाँ अस्ति बालुवा खनेको थिएँ अनि त्यही भएर अलिकति बाटो साँघुरो भएको छ अबदेखि यहाँ बालुवा खन्नु चाहिँ हुँदैन है जसले मेरो भिडियो हेर्नुहुँदैछ होइन अब चाहिँ यो यहाँ बालुवा नखनिदिनु होला के फेरि पुरै बाटै ब्लक हुन्छ यसरी कोटारेपछि यहाँ यस्तो खाल्दो छ नि त है यस्तो खाल्दो छ यता मासतिर यत्रो ढिस्को निस्केको छ यो ग्याम्ब्राङै झऱ्यो भने त मान्छेहरू खन्नु सकिँदैन पुरै बाटो ब्लक हुन्छ त्यसैले यो एरियातिर चाहिँ बालुवा नखनिदिनु होला यस्तो छ फेरि यहाँ पनि झरेको रहेछौँ यस्तो यो गरे भएकोतिर चाहिँ पानी नपरि नै झरिदिरहेको हुन्छ नि त फेरि यता तलतिर त हेर्नु सक्नुहुन्छ है गाइजहरू तलसम्मै यस्तो हुन्छ होला बर्खामा चाहिँ यहाँ खतरा भिड भट्किन्छ जस्तो लाग्दैछ मलाई डाँडाको मुनि चाहिँ हो पर हो अनि हाम्रो झन्डी डाँडा चाहिँ फेरि माथि नै हो नि त अझै कहाँ माथि हो हाम्रो झन्डी डाँडा यसरी लाग्ने हो यता होइन झन्डी पार्क जाने बाटो ल हेर्नु सक्नुहुन्छ गाइजहरू यस्तो छ हाम्रो झन्डी पार्क जाने बाटोको हालत अब चाहिँ म यता लाग्छु यता पारीदेखि झन्डी डाँडा जाने बाटोलाई निहाल्दाखेरि गाइजहरू यस्तो तरिकाले घुम्दै आएको छ यसरी यता पारी देख्नु सक्नुहुन्छ जिन्दगीमा नसोचेको ठाउँमा बाटो चाहिँ आइपुगेको छ है आइपुग्नु चाहिँ तर खासै मान्छे चाहिँ खासै हिँड्दैन हिँड्नु चाहिँ र पनि त्यही हो बेला मौकामा कहिलेकाहीँ म आउँछु अनि अरूहरू थाहा चाहिँ आउँदैन यस्तै छ अनि यो चाहिँ पुरै अम्लिसो गाडी हो यता चाहिँ तान्नु सकेको अम्लिसो अनि यता तलतिर चाहिँ बाँकी नै छ यता पारी पनि हेर्नु सक्नुहुन्छ यता मासतिर पनि अम्लिसो मात्रै छ है गाइजहरू अम्लिसोको गाडी ल यस्तै छ चट्ट एउटा डाँडा निस्किन्छ अहिले पारीमा एकछिन बसेँ होइन यहाँ पल्लोमा मात्रै हो नि त झन्डी डाँडाको मुनिको बाटो चाहिँ यस्तो घुमाउरो बाटो छ गाइजहरू अलिक घुमाउरो नभएको भए त म अघि नै पर पुगिसक्थेँ यस्तो घुमाउरो बाटो छ त्यही भएर चाहिँ अलिक टाइम लाग्यो गाइजहरू होइन आइपुग्यो त हाम्रो रमाइलो डाँडा हाम्रो झन्डा फरफराउँदैछ थाकियो यति आउँदाखेरि नै एक लट हाम्रो गाउँ आज चाहिँ अलिक मधुरो मधुरो देखिरहेको छ यस्तो बवाल देखिरहेको छ हाम्रो गाउँ फेरि होइन चारैतिरै पुरै होइन बारी नै बारी भइसकेको छ अदुवा रोप्नुलाई तयार हो होइन मलहरू पनि सबै ओसारिसकेर सेतो सेतो जताततै देख्दो रहेछ अहिले चाहिँ पुरै सुक्खा हुन्छ नि त फेरि यो समयमै खर घारी मात्रै छ एक झिल्का सलै लाग्यो भने फेरि एकैछिनमा माथि निस्किन्छ यता चाहिँ हाम्रो फोहोर फाल्ने ठाउँ फोहोर नै छैन है के फाल्नु त होइन हाम्रो टारेभिर यो चाहिँ टारेभिर यस्तो छ टारेभिर अनि यता पारी चाहिँ सबै डढेलो गएर यस्तो देखिरहेको छ होइन केही छैन यता चाहिँ डढेलो गएको छैन अहिलेसम्म सकेसम्म डढेलो नलाम भनेको होइन च्यासो डढेलो लगाइहाल्छ साथीहरूले के गर्नु बिजोक हुन्छ अनि उकालो घुटुङटुङ हान्दैछु गाइजहरू झन्डी डाँडा पुगेको छुइनँ म अहिलेसम्म थाकियो होइन यहाँ तलदेखि म चाहिँ आएको यता तलतिरको नजारा यस्तो छ कस्तो रात लाग्दो पो छ त अहिले त केही हरियो छैन यहाँ तल लागेको दामी फुलेको रहेछ हेर्नु सक्नुहुन्छ गाइजहरू गुराँस यस्तो ढकमक्क फुलेको छ फुल्नु पनि यता मासतिर पनि फुलेको होला गाइजहरू म जाँदैछु होइन भरेतिर भेटाउँछु जस्तो चाहिँ लाग्दैछ अझै सुरुदेखि नै लाली गुराँस चाहिँ मैले भेटाउँदै आएको होइन एउटा टिपेको मैले बोकी नै राखेको छु कहाँसम्म बोक्छु यसलाई थाहा भएन यस्तो तर थाकियो यता पारीतिरको नजारा हेरौँ न गाइजहरू
हाम्रो गिद्ध बस्ने भिड चाहिँ यहाँ माथि हो हैन, मैले भनिरहेको हुन्छु जहिले पनि। त्यसो भए हाम्रो झनी डाँडाको हालत एक नजरा हेर्दिम। ठाकियो ल, यस्तो बिजोग भइदियो आज त। यता पारीतिर त केही देखिरहेको छैन। फेरि के भयो आजको दिन यस्तो। यता चाहिँ लालीगुराँस अलिक फुलेको छैन रहेछ, बोटहरू चाहिँ छ कि यहाँ तल पनि बोट देखिरहेको छ, यहाँ तल पनि छ, अनि यहाँ पनि लालीगुराँसको बोट चाहिँ छ, तर अलिक देखिँदै छैन, फुलेको छैन। के हो यस्तो दामी प्यासेज छ नि। फेरि प्यासेज चाहिँ हाम्रो झनी डाँडामा यहाँसम्म छैन। चट्ट यहाँ चाहिँ एउटा ठुलो भवन भन्दा पनि एउटा भ्यू टावर चाहिँ दामी सुहाउँथ्यो त गाइछहरू होइन। अब भ्यू टावर बनाउने बजेट नेताहरूले कतातिर कोल्याप्स हानिसक्यो, के गर्नु त गाइछहरू होइन, बनिँदैन। अब हाम्रो सिमानामा चट्ट धरान सुनसरी र धनकुटाको सिमानामा यहाँ चट्ट एउटा दामीको भ्यू टावर चाहिँ सुहाउने हो त नि। यस्तो बबाल ठाउँ छ होइन। ठक्क यो एरियामा चट्ट यहाँदेखि यो के भन्छ झन्डाभन्दा अल्को टक्क भ्यू टावर, यहाँ लगभग 5 तला जतिको भ्यू टावर राखियो भने यस्तो दामी जुन देखिन्थ्यो। अलिकति यो रुखहरूले गर्दा चाहिँ अलिक डिस्टर्ब गर्छ कि अहिले चाहिँ अलिक छासेको हुनाले त्यति के भन्छ झ्याप्पुलो छैन होइन, खुल्लै छ। र पनि अलिक यो नकाटेकोहरूले अलिअलि डिस्टर्ब चाहिँ गरि नै रहेको छ गाइजहरू। ओ गिद्ध आयो त आज। त्यहाँ एउटा मात्रै देखिरहेको छ त हाम्रो गिद्ध त। साथीहरू कता गएछ यसको, भौतारिँदैछ हाम्रो साथी। यता हाम्रो धनकुटातिरको साथीहरूको चाहिँ यहाँ झन्डा चाहिँ किन नलाउनु भएको जस्तो लाग्दैछ कि मलाई। त्यस्तो पहिला चाहिँ उनीहरूले लाउनु भएको थियो दुईवटा, यहाँ टक्क यो ठुलोहरू चाहिँ। अनि यसपालि चाहिँ फेरि यसपालि होइन 3 वर्ष भोला लाउनु भएको, अनि त्यसपछि फेरि यसपालि त लाउनु भएको छैन। पोहोर पनि लगाएको थिएन, यसपालि पनि छैन, खै के मिलेन अनि लाउनु भएन होइन। हाम्रोहरू चाहिँ ननस्टप छँदैछ, रफ्तारमा चेन्ज भइरहेको छ। पुरानै हुने बित्तिकै चेन्ज गरिराखेको हुन्छौँ।